ओइ त्यो अस्ति तेरो आइफोनबाट खिचेको फोटो पठान यार प्रोफाइल पिक्चर चेन्ज गरिदिउँ भनेको यसो ए कति दिक्क लाग्यो अहिले पठाइदिन्छ त ल अहिले पठाइदिउँ ल अहिले हामी बिजी छौँ अहिले धेरै फोटो पनि नभन् ल ल जाबाबाट फोटो पठा भन्दाखेरि बिजी हुनुपर्ने काहीँ नभएको चाहिँदैन त्यो फोटो डिलिट गरिदिनु पर्यो मेरो सबै कसलाई हुर्किँदै आयो फेरि अबदेखि आइन्दादेखि माग्लास् मोबाइल ल ल चाहिएको छैन तेरो फोटो छोटो जाबा एउटा आइफोन के बोकेछ है हिरो नै बेसी भन्छ यार फेरि केही काम पर्यो भने अबदेखि मसँग बोल्न नि पर्दैन नि फेरि अम्मा कस्तो जाडो कहाँ आएको उता सर सुत्न आएको नि कहाँ आउनु फेरि तेरो आइफोनलाई यहाँ दाग साग लाग्ला मेरो फेरि साइडमै म बसिरहेको छु फेरि यताउति स्क्र्याच स्क्र्याच भने म जिम्मेवारी हुँदिन नि फेरि उता गएर सुत्छ उता बेडमा अर्को बेडमा एउटा फोटोको लागि तपाईँ यतिसम्म रिसाउँछ क्या नरिसा न म यस्तो कुरामा रिस्क पनि लिन सक्दिनँ हेर उतै गएर सुत्छ बरु यहाँ नसुत् नरिसा न हौ जा जा गइहाल आर्यन तिम्रो फोन देऊ न गिटार ट्युनर छ होइन गिटार ट्युन गर्ने बेला हो ए गिटार ट्युनर कहाँ मेरो मोबाइलमा गिटार ट्युनर छैन नि ब्रो मेरो त स्टोरेज फुल भइसक्यो एन्ड्रोइडमा तिम्रो आइफोनमा होला त डाउनलोड गर न गएर रिसाएको तिमी हामीसँग अस्तिदेखि नबोल भने होइन झन् तिमीहरूलाई बोल्न आएको गर्छ घरिघरि सानो सानो कुरामा नरिसाउ न यहाँ तिमी आइफोन त हामीले पनि किन्न सक्थ्यौ क्या हाम्रो अस्ति नै किन्थेँ मैले चाहेको भए मेरो घरमा प्रब्लम भएर मात्रै मैले उ नगरे हो अब आर्यन त हिजो एउटा फोटो नपठाइदिएर त अहिलेसम्म रिसाएर रहेछ यार म पनि हिजो बोल्न गएको थिएँ यार मसँग रिसाएर आएको रहेछ मन दुखेर आइरहेछ केटा नै त्यही भने अब हामीले त्यसरी बोल्न त भन्न चाहिँ नहुनु पर्ने छ यार एउटा अब फोटोको लागि पनि त्यही भनेको के भन्नु साँच्ची त्यसको बर्थडे आउँदैछ होइन पर्सि पर्सि हो त त्यसको बर्थडे त्यसको बर्थडेकै दिन पारेर बरु एउटा आइफोन हानिदिउँ न त्यसको लागि हुन्छ मिलेर हानौँ न त्यो किन्न नसक्ने त होइन त्यसको घरकै प्रब्लमले गर्दा त्यसले नकिनेको होइन त्यही गरौँ न त है त्यही गरौँ मेरो आज काम छ यार तिम्रो आज बिदा होइन मेरो त आज छुट्टी छ यार तिमी गएर फोन किनेर आऊ न त बरु भोलि सँगै सरप्राइज दिउँ न हुँदैन हुन्छ तँ गर्दा पनि ल त्यसो भने निस्किनु नि त है ल हेरेर आउँछु फोनहरू ल ल है मुला त आउनु पर्दैन तँ बसिरहेको रहेछ त बाहिर लिएर आइस फोन धन्न देखेन मुला म गेम खेल्दै थिएँ नि त यहाँ मुला गेटमै बसिरहेको रहेछ नि ए हो यहाँ न फोन के त तिमी फोनै हो अब खुसी हुन्छ होला नि होइन यो तिमीहरूको फोनको बट्टा जापाइदिन न खै मेरो बेडमा किन राखेको आफ्नो सामान आफ्नै ठाउँमा राख्ने जिस्काएको हो क्या हो मलाई फ्यालिदिन्छु नि मेरो ततिर अझै रिसाइरहेको छ हामीसँग त फ्याल्नुभन्दा अगाडि एकचोटि त्यहाँ के छ यार तेरो बर्थडे होइन आज बर्थडेको दिन त नरिसा यार त्यही भने भयो त अब एकचोटि गल्ती भयो छोड्दैन नरिसा नि त साथी त्यहाँ हेर सुरुमा फ्याल्नुभन्दा अगाडि पिछाडि बस तैँले फेरि नयाँ पनि किनेको यो हाम्रो लागि होइन तेरो लागि हो मुला तेरो बर्थडेको लागि भनेर किनेको हिजो त्यो मसँग कुरा गर्नु आएको थियो तेरो बर्थडेको लागि यसो गिफ्ट दिने भनेर ला यार मैले त फेरि के भन्दै थिएँ तँलाई नि के भने त्यसले कम माया गर्छ तँलाई तँ चाहिँ अझै रिसाइराख्नु साथी रुक्न यार यहाँ आइज न एकछिन बस आइज न आइज के हो बस एकछिन अब तिमीहरूले मेरो बारेमा यस्तो सोचेको रहेछौ यार आज मेरो जन्मदिनको दिन अब अस्ति पनि मैले जब एउटा फोटोको लागि त्यति रिसाएँ तिमीहरूसँग नरिसा न यार नरिसा न हो है आज जन्मदिनको दिन छ तेरो लागि हामीले कति सोध्छौँ त मुला त अब एउटा सानो कुरा लिएर हामीसँग रिसाउँछस् होइन गल्ती त अब मेरो नि थियो अब फोटो एउटाको लागि त्यति उ त गर्नु नहुने हो होइन घुर्की देखाएँ मैले धेरै नरिसा न है त आज बेलुका पार्टी मनाउनुपर्छ ल मजाले हाँसी खुसी नरिसा ल ल मैले मात्र होइन त्यसलाई पनि भन् यार तँलाई नि मैले अस्ति के भने यार त्यसलाई नि के भने यार अब जब एउटा फोटोको लागि यार नरिसा ल मनमा नलिन त्यही त हो नि सानो सानो कुरामा रिसाउने अब मैले त्यस्तो गराउँदा नहुने खासमा जब एउटा फोटोको लागि मनमा नलिन यार है आज जन्मदिनको दिन छ मेरो अब तैँले देखिहालिस् होला त्यसले कतिसम्म गर्दो रहेछ तँलाई भनेर त्यही त ठिकै छ अब मनमा नलि अब आज राति राम्रो गरेर मनाउनु न बर्थडे ठिकै छ अब कोही बेला यस्तै हुन्छ त्यो अब सानो सानो कुरामा रिसाउने नगर अब तँलाई हामी कति गर्दो रहेछौँ देखिहालिस् होला यार साथी यार अझै त्यही कुरामा रिसाइरहेको छेस् ल आइज यहाँ के काट्नु अब छिटो ल हिँड्छौँ अब के काट्नु मेरो एउटा साथी छ